इकोनोमिक्स फ्रम ग्राउन्ड नेपालीमा स्वागत छ। आज हामीले एकाडेमिक राइटिङको एउटा अर्को टुल्सको बारेमा भनौँ, त्यसलाई हामीले हेल्प गर्ने एउटा टुल्सको बारेमा डिल गर्नेछौँ। विशेष गरी थेसिस लेखिरहनुभएका र रिसर्च पेपरहरू लेख्ने साथीहरूलाई सहयोग गर्ने गरी एउटा हाम्रो भित्र स्कलरहरूलाई टार्गेट गरेर एउटा एआई टुलको बारेमा, जसले हामीले सोचिरहेको हुन्छौँ कि लिटरेचर रिभ्यू गर्नको लागि सिङ्गल क्लिकमै पेपरहरू एक्सप्लोर होस्, अनि त्यसको आउटलाइन, त्यसको एब्स्ट्र्याक्टहरू हामीले इजिली ट्र्याक गर्न सकियोस् भनौँ न। अब हामीलाई एउटै ठाउँमा एकैचोटि त्यस्तो खालको भनौँ न हामीलाई टुल्सको बारेमा हामीले सोचिरहेको हुन्छौँ, र त्यसको लागि एउटा एआई टुल्स छ। त्यो चाहिँ फ्री छ, तर यसमा भनौँ न हाम्रो अब प्रिमियम प्लानहरू त यसको बेस्ट छ, तपाईँ त्यही अनुसार काम गर्न सक्छ भनौँ न। अब अनलिमिटेड काम गर्न सक्छ, तर तपाईँले लिमिटेड यसको फ्री छ। फ्री भनेको मतलब तपाईँले एउटा आइडी बनाउनु, जिमेल आइडी भयो भने हामीले त्यसबाट तपाईँले त्यसको अब केही क्रेडिट पोइन्टहरू हुन्छ भनौँ न। अब त्यो पोइन्टहरू तपाईँ डेली उसले दिन्छ, डेली बेसिसमा। अब तपाईँले अनलिमिटेड सर्च गर्न चाहिँ मिल्दैन, तर यसले तपाईँलाई भनौँ न अब जस्तो डेली बेसिसमा उसले दिने क्रेडिट पोइन्टहरूको बेसमा तपाईँले मजाले पेपरहरू एक्सप्लोर गर्न सक्छ। यसमा 5 सेकेन्डभन्दा लाग्दैन। तपाईँले 5 सेकेन्डमा तपाईँको टपिक एरियाको, तपाईँको रिसर्च एरियाको पेपरहरू मजाले एक्सप्लोर गरिदिन्छ। अनि यसलाई तपाईँले एक्सपोर्ट गर्न सक्छ वर्डमा, यसको टाइटल, यसको अथर्सहरू, अनि यसको हाम्रो के अरे एब्स्ट्र्याक्ट सहित तपाईँले अनि एक्सपोर्ट गर्न सक्छौँ। प्लस यसले आउटलाइन पनि बनाइन्छ रिसर्च लिटरेचर रिभ्यूको। अनि अर्को भनेको यसले चाहिँ हामीलाई डिफ्रेन्ट डेटाबेसहरू जस्तो सिमेन्टिक स्कलर, गुगल स्कलर, पबमेडहरूको डेटाबेसलाई यसले यसमा लिङ्क गरेको छ। त्यो भएकोले यो चाहिँ हाम्रो एकदम हामीलाई हेल्प गर्ने, हाम्रो थेसिस राइटिङ, पेपर राइटिङहरूमा यसले हेल्प गर्छ। अब त्यसको लागि यो टुल्सको बारेमा हामी यो भिडियो सामग्रीमा तपाईँहरूलाई जानकारी दिन्छौँ। अब आशा छ तपाईँहरूलाई यस्तो भिडियो सामग्री राम्रो लाग्छ। यस्तै यस्तै भिडियो सामग्री लागि तपाईँहरूले अब हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। अब यसलाई कुनै ढिलो नगरी हामीले यसलाई हामी सुरु गरौँ होइन। अब यसको लागि तपाईँले एउटा गुगल ब्राउजर के अरे एउटा कुनै इन्टरनेट ब्राउजर युज गर्नु होला। जस्ट गुगल तपाईँले खोल्नु होला भनौँ न। अब यसको सर्च गर्नुलाई एउटा एआई टुल्स जस्तो लेट्रिफाई भन्छ, LITERFI, लेट्रिफाई.ai भन्ने। यो लेट्रिफाई.ai भनेर तपाईँले यसो सर्च गर्नुभयो भने सुरुमै फर्स्टमै देखिन्छ। यो हेर्नु होला यसो, यसको भनौँ न अब इलेक्ट्रिफाईको अरू 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 नामहरू, यसो वर्डहरू चेन्ज भएको पनि होइन, कुनै लेटरहरू चेन्ज भएको पनि भेट्नुहुन्छ। यो इलेक्ट्रिफाई भने चाहिँ यो याद गर्नु होला। यस्तो खालको यो चाहिँ हाम्रो यसको आइकन छ। सो सिम्पली यसलाई तपाईँले क्लिक गर्नुभयो भने तपाईँ यहाँ पुग्छ। यसमा धेरै त्यस्तो ठुलो केही पनि छैन। यसको केही होइन प्राइसिङ प्लानहरू अनि भनौँ न फिचरहरू, अब यहाँ सबै कुराहरू छ। यसले एकदम रियल पेपर्सलाई रियल लिटरेचर रिभ्यूमा लग्ने भनिरहेको छ। यसको यो उनी यस्तो छ भनौँ न, यसको के अरे मोटो नै नारा जस्तो भनौँ न त्यस्तो छ। र यो फाइन पेपर, राइट पेपर भन्ने यसको अप्सनहरू छ, यहाँ देख्न सक्छौँ। यसले इनबिल्ड गरेको डेटाबेस भनौँ न, डेटाबेस चाहिँ जस्तो सेमेन्टिक स्कलर, पबमेड र हाम्रो गुगल स्कलर यहाँ तल देखाइरहेको छ, यो तिनवटा हो। यो डेटाबेसलाई उसले लिङ्क गरिरहेको छ। र एउटा चाइनिज भनौँ न त्यो डिजर्टेसनको एउटा जुन डेटाबेस छ वान फ्याङ भन्ने, त्यसलाई पनि यसले एक्सप्लोर गर्छ। हो त्यो डेटाबेसहरूलाई यसले भनौँ न एक्सप्लोर गरेर हाम्रो तपाईँहरूलाई रियल पेपरहरू लिटरेचर रिभ्यूको लागि यसले तपाईँलाई प्रोभाइड गर्छ। त्यसलाई कसरी एक्सपोर्ट गर्ने, कसरी युज गर्ने, त्यसको बारेमा हामी डिल गर्छौँ। सिम्पली यसको लागि साइन इन गर्नु होला। साइन इन गऱ्यो भने यसले केही फङ्सनहरू अझ हामीलाई होइन यो चाहिँ पर्फेक्टली एक्सेस गर्छ। सो त्यसको लागि सिम्पली अब साइन इन गरेर तपाईँसँग गुगल जिमेल एकाउन्ट हुनु पऱ्यो। गुगल होइन, यो चाहिँ जिमेल साइन इन विथ गुगल गर्नुभयो भने तपाईँले त्यहाँ इमेलहरू हान्ने ठाउँ आउँछ। म चाहिँ अलरेडी यहाँ इमेलहरू सेभ भएकोले भनौँ न, अब इमेल पासवर्डहरू मैले यो कुनै सेभ भएको एउटा इमेललाई युज गरेँ र यसलाई कन्टिन्यू गरिदिनु होला। यो भयो भने तपाईँलाई यहाँ लगइन हुन्छ। लगइन भइसकेपछि माथि यो घुमिरहेछ, यहाँ यो अमेरिकाको झन्डाको यतापट्टि यो भनेको छ। यो मेरो च्यानलको इमेलको यो आइकन यहाँ देखिरहेको छ, भनेको त लगइन भइसक्यो। सो अब यो अनुसार तपाईँले भनौँ न बिस्तारै हामीले अब यसमा अब एउटा त पेपर फाइन्ड गर्न सक्छ, अर्को राइट गर्न सक्छ। यसको मेन फिचरै यही हो भनौँ न, हाम्रो रियल पेपरहरू एक्सप्लोर गर्छ। त्यसको लागि सिम्पली तपाईँले फाइन्ड पेपर क्लिक गर्नु होला। अनि फाइन पेपरमा यहाँ एउटा हाम्रो यो एउटा प्रम्प्ट दिने ठाउँ छ, जहाँ चाहिँ किवर्ड अथवा रिसर्च टपिक नै राख्नु भनेको छ। जस्तो मेसिन लर्निङ चाहियो भने मेसिन लर्निङ राख्नु पाइयो। एक्जाम्पल दिइरहेको छ। अब सपोज अब तपाईँलाई कुनै भनौँ न कुनै इस्युमा रिसर्च गर्दै हुनुहुन्छ, त्यो किवर्ड हान्न सकिन्छ। अथवा तपाईँको थेसिसलाई, तपाईँको पेपरलाई चिन्ने किवर्ड हुन्छ नि त, चिन्न सक्ने, एक्सप्लोर गर्न सक्ने, लोकेट गर्न सक्ने त्यस्ता वर्डहरू राख्नु होला। अथवा तपाईँले टाइटलै राख्न सकिन्छ। जस्तो मैले भनौँ न अब फाइनेन्सियल
म फाइनान्सियल डेभलपमेन्ट र इकोनोमिक ग्रोथको बारेमा हेर्दैछु भने अब म सिधै पुरै टपिक राखिदिन सक्छु। मसँग यहाँ 2 क्रेडिट भनिरहेको छ यसले। यो क्रेडिट चाहिँ अब तपाईँको सकिएपछि भनौँ न अब फर्दर अर्को अर्को टाइममा यसलाई रिन्यू हुन्छ भनौँ न अर्को दिनमा त्यो अनुसार युज गर्नु पऱ्यो। अब तपाईँले कन्टिन्युअसली यसलाई युज गर्न सक्दैन होइन, दिनभरि यो गर्न सक्दैन। तपाईँले यसलाई यहाँ भएको क्रेडिटलाई युज गर्न सक्छ। सो यसको लागि सोर्स जुन सेलेक्ट सोर्स छ त्यो सोर्समा गएर तपाईँले सिमेन्टिक पबमेड यो तिनटै सेलेक्ट गरिदिनु होला, किन यसले धेरै पेपरहरू अझ एक्सप्लोर गर्छ। र वान फ्याङ भन्ने एउटा जुन चाइनिज डिजर्टेसनको डेटाबेस छ त्यसलाई पनि एक्सप्लोर गर्छ। अब हाम्रो डिजर्टेसन चाहिएन भनौँ न त्यो खालको। अब त्यो भएकोले हामी यति तिनवटा सोर्सलाई उ गरेर यहाँ 6 क्रेडिट भनिरहेको छ यसले, 6 क्रेडिट लाग्ने कुरो गरिरहेको छ। त्यो अनुसार हामीले सर्च गरिदिने अब सिङ्गल 1 2 3 4 अब 3 सेकेन्ड भनौँ न, जस्ट 3 सेकेन्डमा उसले यहाँ हेर्नु त 150 178 200 100 200 300 गरिरहेको छ यहाँ पेपरहरू काउन्टिङ गरिरहेको छ। ल 283 ल यो चाहिँ 283 पेपरहरू, यहाँ माथि 300 पेपरहरू होइन त, यो 300 पेपरहरू उसले टोटल पेपरहरू पत्ता लगाइदियो भनेको त हामीलाई यो सिङ्गल क्लिकमै यहाँ हामी त यसको टपिकहरू हेर्नु होइन, अब यसको साइटेसनको आधारमा यसलाई सर्टिङ गर्न मिल्छ। यहाँ हामीले आएको उहरूलाई होइन यो चाहिँ अब यो सेलेक्ट गर्न मिल्यो होइन, टप 20 वटा सेलेक्ट गर्न मिल्यो अथवा सबै सेलेक्ट पनि गर्नु मिल्यो। सेलेक्ट गरेर एक्सपोर्ट गर्नलाई त्यसलाई हामी काम गर्छौँ। र प्लस यसलाई तपाईँले सर्टिङ गर्नु पऱ्यो भने साइटेसनको बेसमा भन्नु पऱ्यो भने हेर्नु त 7499 साइटेसन भएको यो 11 को पेपर होइन। यो पेपरदेखि फाइनान्स इन्टरप्रिनेurship ग्रोथ, फाइनेन्सियल डेभलपमेन्ट ग्रोथ, अब एकदम सिमिलर टपिकहरू यसले आइडेन्टिफाई गरिदिरहेको छ होइन। फाइनेन्सियल डेभलपमेन्ट, इकोनोमिक ग्रोथ, अब यस्ता यस्ता पेपरहरू यसले कति 300 वटा पेपर 300 वटा पेपर उसले पत्ता लगाइदियो भने सिङ्गल क्लिकमै 300 वटा पेपर। अब यसको ट्रस्ट ट्रस्ट कति गर्न सकिन्छ यो पेपरहरू, त्यसको लागि पिडिएफ क्लिक गर्नुहोस्। पिडिएफ क्लिक गर्दा यसको ओरिजिनल सोर्समा पुर्याउँछ। त्यो सोर्समा पुर्याएर पेपर हेर्नु होला होइन, त्यो पेपरको साइटेसन हिस्ट्री चेक गर्नु होला गुगल स्कलरमा राखेर होइन। त्यो पनि त्यसलाई पनि कन्फर्म गर्न सकिन्छ कि होइन यो चाहिँ हाम्रो पेपर चाहिँ अथेन्टिक पेपरहरू यसले एक्सप्लोर गर्छ भनेर। अब त्यो डेटाबेसमा पुर्याउँछ। कुनै पेपरहरू अब हामीले भनौँ न अब अलरेडी यसको पिडिएफ डाउनलोड हुन्छ भने उसले पिडिएफै एक्सेस गरिदिन्छ, होइन भने यसले चाहिँ त्यो कुन सोर्समा छ त्यो सोर्समा पुर्याइदिन्छ। भनेको त हामीलाई सोर्समा गएर हेर्न सकिन्छ। जस्तो यसले 7500 साइटेसन भनिरहेको छ यो सिमेन्टिक स्कलरले, अब यसलाई हामी डाउनलोड गर्न सक्छौँ होइन। अनि यो फाइल रेडी हुँदैछ, ओके भन्न अब हामीले यसलाई डाउनलोड गर्न सक्छौँ होइन। अब यो जस्तो अघिल्लोको पेपरको सोर्स यो अथेन्टिक सोर्स हो हेल्थवेयरको साइन्स होइन, यो उमा पुर्याइरहेको छ यसले एकाउन्टमा हेल्थवेयरमा। सो यो पेपर अब कुन जर्नल हो सबै कुरा यहाँ आयो होइन। अब हामीले यसरी भनौँ न पेपरहरू अथेन्टिक पेपरहरू यसले त्यो डेटाबेसबाट यसले एक्सप्लोर गर्छ। र यति धेरै भनौँ न हाम्रो पेपरहरू साइटेसन कति छ त्यो सहित आइरहेको छ भने चाहिँ हामीले साइटेसन स्कोरको आधारमा अब बेस्ट पेपरहरू साइट गर्ने, त्यसलाई रिभ्यू गर्ने होइन। अब हाम्रो थिसिसहरूमा पनि पेपरहरूमा गर्नु पर्यो, त्यसको लागि यसले हेल्प गर्ने रहेछ। अब अर्को टास्क भनेको यसलाई अब यो पेपरहरू सबै तपाईँले अब सबै खोलेर पढ्न पनि सकिँदैन। एउटा अर्को फिचर भनेको यसको तपाईँले चाहिएको पेपरहरूको साइटेसन यीबाट जेनेरेट गर्न सक्छ। जस्तो यहाँ यो साइटेसनको साइन छ होइन त, यो सिम्पली अब 11 को पेपर हामीले गर्नु पर्यो भने यसले डिओआई सहित भन्न एपिएको अब जस्तो फाइनेन्सियल डेभलपमेन्ट, इकोनोमिक ग्रोथ, भ्युज एन्ड एजेन्डा होइन यो डिओआई सहित छ। यसो अब केही मिसिङ हुनसक्छ, त मिसिङहरूलाई हामीले अलिकति मिलाउनु पर्यो। अब यो चाहिँ तपाईँको मेन्डेलेहरू युज गर्नुहुन्छ भने त्यसमा पनि डाउनलोड गरेर टेक्स्टलाई होइन यो चाहिँ हामीले युज गर्न सक्छौँ। यही साइटेसनलाई कपी पेस्ट गरेर हामी वर्डमा लगेर पेस्ट गर्न सक्छौँ हाम्रो फाइलको ठाउँमा चाहिने ठाउँमा होइन, त्यो पनि गर्न सक्छ यसले। अनि अर्को भनेको अब यसलाई सबैलाई सेलेक्ट गरेर सबै भनौँ न हाम्रो यो 300 वटा अथवा 20 वटा टप तपाईँ कसरी गर्नुहुन्छ भनौँ न। होल तपाईँले 100 300 300 तपाईँले सेलेक्ट गर्नु पर्यो। अब यो 200 मात्रै दिने रहेछ एकचोटिमा सेलेक्ट गर्ने। 200 तपाईँले सेलेक्ट गरेर होइन यो चाहिँ अब साइटेसनको बेसमा आएको छ। यो बेस्ट 200 तपाईँलाई आयो। यसरी तपाईँले यहाँ तल यहाँ हेर्नुभयो भने यसको राइट ह्यान्ड साइडको एकदम कर्नरमा छ तल बटममा। सो यहाँ एक्सपोर्ट वर्ड भन्ने छ। अनि यो सेलेक्ट भएको पेपरलाई तपाईँले वर्डमा एक्सपोर्ट गरिदिनु भयो भने माथि डाउनलोड भइसक्यो हेर्नु त। अब दुईचोटि क्लिक भइसक्यो, दुईचोटि डाउनलोड भइसक्यो। सो यहाँ पेपर भन्ने आइसकेको छ डाउनलोड भएको पेपर। सिम्पली यसमा कस्तो एक्सपोर्ट हुन्छ त पहिला त्यो पनि हेरौँ भनौँ। हामीलाई किन रिभ्यू गर्नलाई अब होल पेपर हामी रिभ्यू भनौँ न अब पढ्ने कुराहरू होल पेपर हामी नपढ्न पनि सक्छौँ होइन। अब केही पेपरहरूको हामीलाई एब्स्ट्राक्ट अब्जेक्टिभ्स हेरेर पनि थाहा हुन्छ कि त्यो पेपर हाम्रो रिलेभेन्ट छ कि छैन। जस्तो यसको भनौँ न अब यो साइटेसन यति छ, डिवाई यस्तो छ, सबै कुरा यसले डिटेल दियो, यसको एब्स्ट्राक्ट दिएन। अनि अब एब्स्ट्राक्ट पनि दिएको छ, यसको एब्स्ट्राक्ट दिएको छ होइन, यसको ऊ दियो भनौँ न साइटेसन दियो। सो यसरी भनौँ न अब कोहीको फुल एब्स्ट्राक्ट होइन एक्सेस भएको छ। अब यो त्यो पेपरको
अब यो यसको फुल एब्स्ट्राक्ट अथवा चाहिँ भनौँ न हाफ एब्स्ट्राक्ट चाहिँ एक्सप्लोर भएको छ। यसरी भनौँ न हामीलाई पेपरहरू यसरी हाम्रो के त यो सबै फुल पनि आएको छ यो भनौँ न, अब त्यसको एक्सेसिबिलिटी होला, ओपन एक्सेस छ कि छैन भन्ने कुराले पनि होला। त्यसरी हामीलाई भनौँ न यो पेपरहरू हामीलाई एक्सप्लोर गर्न यसले हेल्प गर्छ। यसको आधारमा हामी साइटेसन इन्सर्ट उता हामीले के त यही सफ्टवेयरबाटै पनि यही एआईबाट पनि साइटेसन हामीले जेनेरेट गर्न सक्छौँ। यहाँ यो क्लिक गरेर यो जुन साइटेसनवाला चाहिन्छ होइन। अनि अर्को भनेको हाम्रो त्यहाँ पेपर पढ्न मन लाग्यो भने यहाँ पिडिएफ क्लिक गरेर तपाईँले पिडिएफमा गएर त्यो पेपरको ओरिजिनल सोर्समा पुग्न सक्नुहुन्छ। अब यहाँ होइन यो हामी यहाँ गएर एब्स्ट्राक्ट पढ्न सक्छौँ। अर्को भनेको यसलाई लिस्ट गरेको पेपरहरूलाई तपाईँले के त वर्डमा एक्सपोर्ट गर्न सकिन्छ। र अर्को एउटा यसको मेन फिचर भनेको जुन सेलेक्ट गर्नुभयो चाहिँ तपाईँले यो के अरे राइटिङ गर्नको लागि यसले आउटलाइन पनि बनाउँछ। त्यो आउटलाइनको लागि चाहिँ तपाईँले यसको यो चिजलाई तपाईँले राइटिङमा यसो भनौँ न हाम्रो जुन यसको होम पेजमा थियो यो राइट रिभ्यू भन्ने त्यहाँ त्यो थ्रु जानु पऱ्यो होइन। त्यो थ्रु जाँदा चाहिँ यसले के त हामीलाई एउटा आउटलाइन पनि बनाइदिन्छ। यसले आउटलाइन बनाइदिन्छ। यो यसले अब तपाईँलाई गुगल स्कलर पबमेड कुन सोर्सको दिनुहोस् होइन, यहाँ अटो रिभ्यू भन्ने यहाँ पनि छ, हामी यहाँ पनि क्लिक गर्न सक्छौँ यसको लेफ्ट ह्यान्ड साइडमा यो। अनि यो चाहिँ यसरी क्लिक गरिदिनु भयो भने 1 2 3 4 सेकेन्डमा हाम्रो के त यो चाहिँ ऐनकै होइन एक्सप्लोर भयो। र यसलाई अब यो गर्नुको मिनिङ चाहिँ मैले 20 वटा पेपर टप 20 पेपरहरूलाई सेलेक्ट गरेर अब तपाईँले यहाँ जेनेरेट आउटलाइन भन्ने चाहिँ होइन यो तल हाम्रो जुन एक्सपोर्ट वर्ड छ त्योभन्दा यता मैले जेनेरेट आउटलाइन भन्नेमा क्लिक गरेँ भने यसले आउटलाइन पनि बनाइदिन्छ। हो यो आउटलाइन चाहिँ अब थ्योरिटिकल के हो भनौँ न, अब डिजिटल त्यसको एउटा थिम बनाउँछ भनौँ, थ्यामेटिक। त्यो थिमेटिक एउटा भनौँ न हाम्रो आउटलाइन यसले डेभलप गरिदिन्छ, जसले हामीलाई रिभ्यूलाई पनि हेल्प गर्छ होइन। अनि अब यसलाई फुल राइट गर्नु पर्यो भनौँ न, अब यो चाहिँ अब फुल रिभ्यू गर्नु पर्यो त्यो पनि मिल्छ। तर अब यसले यसको भनौँ न अब 40 क्रेडिट लाग्ने रहेछ, रिभ्यू कस्ट भनेको 40 क्रेडिट। मसँग यो हामीलाई फ्रीली 40 क्रेडिट नदिन सक्छ होइन। त्यसैले अब हामीलाई रिभ्यू नै गर्ने, यो रिभ्यू नै जेनेरेट गर्ने कुराहरू पोसिबल छैन, किन इन्सफिसियन्ट बनिरहेको छ होइन। त्यसैले अब यो हामी होल रिभ्यू नगरे पनि पेपरहरू एक्सप्लोर गर्ने र त्यसलाई हामीले भनौँ न अब त्यहाँबाट एउटै सोर्सबाट हामीले सजिलै ती पेपरहरूलाई स्क्रिनिङ गरेर रिभ्यू गर्न सक्छौँ होइन, यसको एक्सप्लोर गर्न सक्छौँ। यो एआईले हामीलाई हेल्प गर्न सक्छ। यसले भनौँ लिटरेचर अलर्टको अब तपाईँले भनौँ अब कुनै नयाँ लिटरेचर आयो भने, एडभान्स रिभ्यू आयो भने तपाईँको यसको रेकर्ड पनि राख्छ, सर्च हिस्ट्री अनुसारले भनौँ तपाईँको प्रोफाइलिङ पनि बनाउन सक्छ। यसले गर्दा हामीलाई के त त्यसले पनि हेल्प गर्छ पछि। अनि अब यो 3 स्टेपमा भनौँ फाइन पेपर, जेनेरेट आउटलाइन, जेनेरेट रिभ्यू, यो पेपर हो। यसलाई तपाईँले भनौँ न प्राय अब किन्ने हो भने प्रिमियम किन्ने हो भने अथवा त्यो प्लान अनुसार किन्ने हो भने यसले हामीलाई त्यसमा पनि काम लाग्छ। तर यो 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 यसैलाई लेखाउने कुराहरू चाहिँ माल प्र्याक्टिस हो भनौँ न, एकाडेमिकल्ली इट इज नट फेयर भनौँ, नट इथिकल होइन। होइन यो चाहिँ इथिकल त होइन। किन भन्दा अब तपाईँले मसिन जेनेरेट गरेर रिसर्च पेपर लेख्ने भन्दा पनि तपाईँले मेसिनलाई असिस्ट गराउन सक्नुहुन्छ। तपाईँको असिस्टेन्टको रूपमा होइन काम गर्न सक्छ। जस्तो फाइन्डिङ गर्ने काम भयो, यसले भनौँ न त्यो अनुसारको स्केच बनाउने काम हुनसक्छ। तर अब लेख्ने भनौँ त्यसलाई लेख्न दिएर अब हामीले त्यो त हामी सिङ्गल क्लिकमा च्याट जिपिटीबाट पनि काम गर्न सक्छ। त्यो चाहिँ त्यो फेरि हाम्रो राम्रो प्र्याक्टिस होइन होइन। त्यसैले सकेसम्म तपाईँहरूले पेपरहरू एक्सप्लोर गर्ने, त्यसलाई भिजिबल बनाउने र त्यसलाई पढ्ने भनौँ न, त्यसलाई पढ्न सक्ने, तपाईँले पढ्ने र रिभ्यू गर्नलाई सजिलो होस् एउटै डेटाबेसबाट, एउटै ठाउँबाट भनौँ एउटै एआई टुल्स तपाईँले त्यसमा हेल्प गरोस्। र राइटिङको स्ट्राटेजीहरू कसरी लेख्ने के हुन्छ भन्दा तपाईँ त्यसको स्याम्पल राइटिङहरू पनि हामीले हेर्न त सक्छौँ। अब सिक्नै नहुने भन्ने होइन होइन। त्यसको लागि चाहिँ तपाईँले अब यसको अलिकति होइन यसमा हामीले जुन प्राइसिङ छ त्यो प्राइसिङलाई फलो गर्नुपर्ने भयो। अब केही प्रिमियम होइन यो चाहिँ के अरे प्लानहरू, लाइट प्याकहरू तपाईँले गर्नुभयो भने अब यो हामीले काम गर्न सक्छौँ यसमा। सो 1000 क्रेडिट वान टाइम होइन, अब नो एक्सपाइरी त्यस्तो दिने रहेछ यसले। अब यो 50 चाहिँ वेलकम रहेछ। अनि पर पेपरलाई 4 लाग्ने रहेछ। अनि जेनेरेट वान फुल भनौँ फ्रीवालामा हामीले अहिले हेरेको जो चाहिँ जेनेरेट वान फुल लिटरेचर रिभ्यू पनि गर्ने रहेछ गर्नु चाहिँ। अनि एक्सपोर्ट साइटेसन यो अब सिएसपी यसमा एक्सपोर्ट गर्न मिल्यो होइन हामीले त्यो अप्सन पनि छ होइन। अनि कार्ड रिक्वायर अब यो हाम्रो फ्रीमा चाहिँ होइन त्यस्तो खालको भनौँ न। अब यसलाई हामीले त्यसरी होइन हाम्रो के अरे यसलाई चाहिँ हामीले काम गर्न सक्छौँ। र तपाईँहरूले आफ्नो भनौँ न यो चाहिँ थिसिसहरू अथवा रिसर्च पेपरहरूलाई चाहिँ हामीले कम्प्लिट गर्न सक्छौँ। त्यसको लागि हामीलाई यसले हेल्प गर्न सक्छ।
अब त्यो चाहिँ एउटा यो राम्रो टुल हुनसक्छ। जस्तो पब्लिस एन्ड पेरिस भन्ने पनि छ होइन? त्यो त्यसबाट पनि एक्सपोर्ट गर्न सकिन्छ कि पेपरहरूको लिस्ट दिन्छ। तर त्यसमा चाहिँ यो एब्स्ट्र्याक्टहरू दिँदैन। हामीले फेरि खोलेर अनि हेरेर जानु पर्यो भनौँ न, इन्डिभिजुअली हेर्नु पर्यो। यो चाहिँ एउटा इन्टरफेस पनि राम्रो छ यसले। यहीँबाट भनौँ न, अब हामी सबै यहाँ सबै होल पेपरहरूको यसो गऱ्यो भने होल होइन, यो चाहिँ एब्स्ट्र्याक्टहरू यहीँ पढ्न मिल्छ होइन। अनि हामी साइटेसनहरू एक्सपोर्ट गर्न सक्छौँ, त्यसलाई पढ्ने अथवा त्यसलाई रिभ्यू गर्ने होइन। त्यसरी हामी काम गर्न सक्छौँ। यो हाम्रो एउटा होइन बेस्ट फ्री अनि अब कम बजेटमै भनौँ न, अब हामी बजेट खर्च गर्नेहरूलाई पनि हामीले काम गर्न सक्ने एउटा होइन, यो चाहिँ एआई टुल्स हुनसक्छ। ओके, थ्याङ्क यू साथीहरू। अब यो तपाईँहरूलाई यो भिडियो सामग्री पनि राम्रै लाग्छ भन्ने लाग्छ। यस्तै यस्तै भिडियो सामग्री हाम्रो च्यानललाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला।